हेलो गाइस, गुड मर्निङ। टाइसी दिदीले नमस्ते सबैजनालाई है। अन्त यो मेरो आजको चाहिँ मर्निङको हो। अन्त मर्निङमा के गर्छ भन्दाखेरि अब साइक्लिङहरू गर्छ हामीले त हो। अलिअलि एक्सर्साइज गर्छ, हेर्दै गर्नुहोस्। चलो साइक्लिङ करते हैं, ये सुबह का है साइक्लिङ। अन्त त्यही कारणले गर्दा कति साथी हो, म त डल्लै त देखाउनु सक्दिनँ, फेरि त्यही सधैँको जस्तो हुन्छ हो। अन्त म तपाईँहरूलाई साइक्लिङ त त्यो सधैँ छोटकारीमा देखाउँछु है, किन साह्रै लामो हुन्छ, सधैँ जस्तो गयो त्यस्तै जाने हो है। बाँकी यहाँ उकालो त अलिक तान्नु साह्रो पऱ्यो त हौ। दमै घट्यो। म अगाडिबाट किन नबनाएको भन्दाखेरि चाहिँ मेरो त्यो क्यामेरा राख्ने स्ट्यान्डले चाहिँ अगाडिको फ्रन्ट क्यामेराको चाहिँ मेरो त सेल्फीपट्टिको क्यामेरा चाहिँ टक्कै त्यो छोपिन्छ नि त। अन्त त्यसले गर्दा चाहिँ राम्रो देख्दैन क्या, त्यही कारणले नदेखाएको अब है। आज चाहिँ किन चाहिँ खुल्ला छैन, मान्छेहरू किन छिटो उठेन भनेको त आज सन्डे हो, गुड सन्डे हो है। बिर्सेछु नि हौ, सन्डे हो आज, सन्डे। तर हाम्रोमा चाहिँ सन्डे छैन, एकदम पूजा छ, पूजा है। हिजोकोमा पनि भने जस्तो लाग्यो, पूजा छ, ग्रिन तार आएको छ है। त्यो गर्नुपर्छ। अब म गइराखेर अलिक एक्सर्साइज गरिराखेर बिहानको रुटिन के छ, पढ्नेहरू हाम्रो पढाइ हुन्छ नि त बिहानहरू। अब सङहरू गरिन्छ है, च्याप्टरहरू भन्ने हुन्छ, लेन्साकहरूको त्यो डल्लै गर्छ नि त। त्यो कारणले गर्दाखेरि चाहिँ अब एक्सर्साइज अलिक गर्छु, त्यहाँदेखि चाहिँ नुहाएर चाहिँ पूजा गर्नुपर्ने हुन्छ है। अब एक्सर्साइज पनि गरिसक्यो हो, अब नुहाइ पनि सकिसकेर चाहिँ अब पूजा गर्नुपर्ने हुन्छ है। अब तपाईँले हेर्नुहोस्, म पूजा गर्छु बिहानको है।
गरिसक्यो हो। अब पूजा पनि गरेँ कुदे पनि है। अब चिया खानु मात्रै बाँकी छ। त्यहाँ चिया खाएर 10 बजीदेखि पूजा स्टार्ट हुन्छ, तारा पूजा हुन्छ है। अन्त त्यही हो, तपाईँहरू हेर्दै गर्नुहोस्।